हाई अगेन। आज चाहिँ म बनाउँदैछु एकदमै डिलिसियस र न्युट्रिसियस पम्किन सुप। यसको लागि चाहिँ मैले यो भेराइटीको पम्किन लिएको छु। पम्किनलाई मजाले पिल गरेँ, त्यहाँदेखिको भित्रको सिडहरू सबै स्क्रेप आउट गरेँ र मजाले यसलाई चाहिँ ठुल्ठुलो पिसमा डाइस गरिदिएँ। एउटा प्यानमा लिएँ मैले बटरलाई मेल्ट भएपछि त्यसमा एड गरेँ मैले क्रस गरेको गार्लिक, चप गर्दा पनि हुन्छ, र त्यसमा एड गरेँ स्लाइस्ड अनियन हो। अनियन चाहिँ तपाईँले जस्तो सेपमा काट्दा पनि हुन्छ, र माथिबाट एड गरेँ मैले पम्किन र एकछिन राखेर मजाले चलाएँ। त्यहाँदेखिको फेरि एड गरेँ सल्ट एड गरिसकेपछि मजाले यसलाई एकछिन चलाएर ढकनी लगाएर मजाले ठुलो फ्लेममा पाक्नु दिएँ हो। किनभने यो चाहिँ अलिकति यसरी डढेको अलिकति खारेको हुनुपर्छ। त्यस्तो ब्राउन लेयर बसेपछि यो रेडी हुन्छ। र त्यसमा मैले एड गरेँ पानी, र पानी हालेर एकछिन ढकनी लगाएर पाक्नु दिएँ। अलिक सफ्ट भइसकेपछि मैले त्यसलाई स्ट्रेन गरिसकेपछि त्यो रहेको पम्किनलाई मैले ग्राइन्डरमा हालेर मजाले त्यसको प्युरे बनाएँ। स्मुथ प्युरे बनाएपछि मैले त्यसलाई फेरि स्ट्रेन गरेर त्यो पहिलाकै भाँडामा हालेँ र मजाले बोइल भएपछि रेडी। यो चाहिँ एकदमै डिलिसियस र न्युट्रिसियस हुन्छ र एकैछिनमा रेडी हुन्छ। मैले चाहिँ माथिबाट स्प्रिङ्कल गरेको छु स्प्रिङ अनियन र सनफ्लावर सिड। हेर्नुहोस् त, यो चाहिँ तपाईँहरूले नानीहरूलाई दिँदा पनि हुन्छ।